Yo, what's up guys? के छ हजुरहरुलाई? वेलकम टु माई न्यू युट्युब च्यानल। हजुरहरुले मलाई सम्झिनु भएको छैन, म पुरानो त्यो आईडी को नेपाली गेमर। त्यो आईडी मेरो ब्यान भएको छ र मैले नयाँ युट्युब आईडी बनाएर फेरि एफएफ खेल्न थालेको छु। हजुर सबै रमाउनु होला, मलाई निकै सपोर्ट गर्नु होला। मेरो फर्स्ट भिडियो हो यो, मलाई निकै सपोर्ट गर्ने होला। म त्यस्तो धनी परिवारबाट पनि छैन, त्यसैले प्लिज सपोर्ट मी। अहिले जसले भिडियो हेर्दै हुनुहुन्छ लाइक र सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है। अब आफ्नो मोबाइल पनि हैन भन्दै थिएँ, सानै छु र मेरो साथी चाहिँ 21 स्टार लिजल, उसको आईडी को नाम हेर्नुस् त गाइज, हेर्नुस्। यो सब्स्क्राइब गरिदिनु है उसलाई पनि, बिचारा साथी। @प्राइम लिजल, यो ब्र्याकेट स्याकेट सबै हो जस्तो लाग्यो मलाई, मिलाएर गर्नु होला है सब्स्क्राइब उसलाई पनि। र ऊ पनि प्रो नै छ। र अब म पहिला मेरो आईडी देखाउँछु। त्यस्तो प्रो आईडी पनि छैन, दुईचोटि हेरेको याहु ब्याटल रोयलमा, क्लास स्क्वाडमा पनि दुईचोटि। र एउटा साथीले बोलाएको छ, एकछिन चाहिँ म जान्न। 50 लेभलको आईडी एसकिलर 121 गिल्ड स्कुल रुल। अहिले पक्नुस्, म देखाउँछु हजुरहरूलाई। र बोलाइसकेको छ, हेर्नुस् हाम्रो गिल्ड लिडर गइहाल्यो है गाइज। एकछिन हेर्नुस्, म निकै प्रो छैन, सरी। है गाइज, मैले अनर स्कोर पनि टाइम खाएको छ र अब मेरो साथीहरू आएका छन्। म यिनीहरूसँग अब सिएस म्याच खेल्नेछु। के हुन्छ हेरौँ है गाइज, जितिन्छ कि हारिन्छ, सकेसम्म जिताउनु पर्छ। म पहिला सुरु म्याक्स लिन्छु साथीहरू। एकछिन मेरो गिल्ड राम्रैहरूलाई देखाएको थिएन, यही हो मेरो गिल्ड। र गाइज मैले राम्ररी त देखाउन पाइनँ। र अब म चाहिँ म्याच सुरु गर्छु है त। गाइज मेरो फेभरेट क्यारेक्टर चाहिँ ओरिया नै हो है गाइज, जे भने पनि। हेर्नुस् गाइज कस्तो ल्याग गर्छ होला। Revenge tastes sweeter with superior. Stay tight. Follow the light. गाइज सबै उताको टिम पनि प्रो नै रहेछ, अनि यताको टिम पनि प्रो नै छौँ। I placed the super bonfire. यही हो विवेक, म चाहिँ ओडियन चार्ज गरेर मात्रै रस हुने। I placed the super bonfire. First blood. काम गर्छु है आफै दिया त म मात्रै देख्छु त मैले त यार। रस हान्न त नजाम होला है, रस हान्न जाँदै दुवैजना चाहिँ जस्तो लाग्यो मलाई। रस हान्ने छु गरौँ भने तर केले गर्न दिँदैन यार, जस्तै पुरो साथीहरू पाएको जस्तो खेल्नुपर्छ त, पर्दैन नि होइन गाइज। Good job. म चाहिँ यतिकै रमाउँछु। अब Is that all? साउन्ड अलिक कम गर्छु, नत्र हजुरहरूलाई मेरो आवाज सुनिँदैन। अब म म्याक 10 को जलवा देखाउँछु। म्याक 10 होइन गाइज, मलाई N94 चलाउन मन छ आज, राम्रै चलाउँछु। हेर्नुहोस् न गाइज, केही स्किनै इक्विप छैन हेर्नु ल, हेर्दा चाहिँ केही गनको स्किनै इक्विप छैन यार। अब चाहिँ म ग्लुवाल सुरुवाल लिएर रेडी भएर लङ रेन्जका फट्का हान्न गएँ। मलाई यो गन चाहिँ राम्रै चलाउन आउँछ जस्तो लाग्छ मलाई। सोचे चाहिँ जिन्दगी सपना होस् भने हो, हुँदै त सोचे चाहिँ जिन्दगी हुँदै त भयो मेरो मनमा भयो। First blood. पनि चट
गयो खतम I बाइ बाइ placed the super bonfire. I placed the super bonfire. Help me. गयो ल ओरियन बनिहाल्नु पर्ला जस्तो छ म त एक शटमा डाउन गर्दै यार खतरनाक प्लेयरहरू छन् यार यहाँको एनिमी चाहिँ कहाँ गएछ उयो मेरो साथी डाउन भएर मुन्टेछ बट Help me. आफै के गर्नेको भयो Thanks. अब यसले मलाई रिभाइभ दियोस् धन्न साथी भाइहरू नत्र म त आज जिवा हुने रहेछु ल मदर फादर के भन्नु सरी है गाइस कहिले काहीँ जिस्किरहनु पर्छ म यहीँबाट खसिदिन्छु भाइ जल्दी करेर Double kill. एक किल मात्रै छ मेरो चाहिँ सडनको गर्नु भने हेर्नुहोस् यार Good job. अब हजुर कमेन्ट गर्नु है त मेरो भिडियो कस्तो लाग्यो अहिलेसम्म र म यो म्याच जित्छु कि हार्छु भनिदिनुहोस् चिटिङ चाहिँ गर्न पाइँदैन है तपाईँले मेरो भिडियो हेर्नुभयो अरे होइन फेरिहरूले हेरेर अनि लास्ट हेरेर हार्छ जित्छ त्यस्तो नभन्नुहोस् प्लिज नो चिटिङ है गाइज अब गाइज मेरो राम्रो पनि छैन यार उसले रिपेयर पनि दिएन क्या फेरि यार कस्तो अब ट्याक्टिक्सको पारा I placed आयो the super bonfire. ओरियन चार नभइकन म रस हान्नु त जान्न मैले रस हान्नु हुँदैन ल गाइज त कट छ नि यार किन मर्यो यार साथी अझ एउटा एनिमी आयो Help me. Enemy very close. First blood. र म चाहिँ मरेँ भने होइन गाइज मलाई त्यस्तो राम्रो खेल्न त आउँदैन र अहिले 9:30 बजेको छ Is that all? म आफ्नो प्रो भिडियो देखाउँछु है गाइज I have money. मैले रिक्वेस्ट गरेको थिएन किन भनिस् र गाइज मैले धेरै बोले जस्तो लाग्यो एकदम सरी है गाइज र यस्तै बानी छ मैले एक्स्ट्रोभर्ट टाइपको छु कि धेरै कुरा नगरी गेमतर्फ लागेँ है म उताको पनि प्रो रहेछ है गाइज त्यसैले I placed बनफायरको the पावर super bonfire. बनफायर लिने नत्र जान्छ उसको यो बनफायर रेट अफ फायर नै बढाउँछ त्यसैले यता एनिमी कुनै आयो भने त्यसलाई म रेट अफ फायर बढेपछि त अलि हान्नु सजिलो हुन्छ नि त फ्याटाटाटाटा हान्न सकिन्छ फेरि एनिमी कहाँबाट आउँछ नि ठेगान हुँदैन है गाइज जहाँबाट पनि आउन सक्छन् फेरि एनिमी त हेर्छु खतरनाक छन् हेर्नुहोस् कहाँबाट हान्यो मलाई पनि थाहा छैन ल गाइज कहाँबाट हान्ने थाहा भयो अब लुटेपछि एडब्लुएम पाउँछु त्यसपछि A94ले मारेको है ल First blood. आयो निन्जा हटोरी जसरी आइरहेछ त्यो आयो टुक्क गाइज लुटिहाल्यो नि कस्तो मुलाहरू यार Thanks. अरू त थियो तर फेरि मारेको र यो म्याच पनि हार्यो गाइज मैले यो म्याच हार्यो भने मलाई गाली साली नदिनु है गाइज म त एउटा बच्चै छु नि यार जस्ट 6 इयर भयो खेले थोरै नर्भस भइन्छ फर्स्ट टाइम भिडियो बनाउँदैछु फर्स्ट टाइम त नभनौँ तर अहिले त फर्स्ट भिडियो नि हेर्नुहोस् न यस्तै हुन्छ कि मसरुम चाहिने Need equipment. मसरुम पहिले नि थिएन है गाइज मैले भिडियोमा कतिचोटि गाइज भने पनि याद गर्नु The airdrop. अझ नि भन्छु गाइज for the airdrop I placed the super bonfire. त एक्लै जान त डर लाग्छ त यार सबैजना I placed the super bonfire. ल हेर्नुहोस् न कहाँ छन् यार एनिमी त्यो पारा छ नि यार Help me.
लङ रेन्जको गतिले कम Double kill. मर्यो लास्ट एकजना बाँकी रहेछ है Thanks. है गाइस Help me! किन मर्यो Enemy यस्तो very टाइम आएर close. मर्ने हो Help me! भने यहाँबाट एनिमी गयो जस्तो लाग्यो है मलाई गाइस यो फालिदिन्छु सरी गाइस यो म फालिदिन्छु नत्र यसले मलाई लोकेसन एक्सपोज हानिदिन्छ यार भर्खरै त्यहाँबाट गयो है गाइस मैले देखिरहेको ओ ल गाइस अब म मेरो पारा देखाउने हो जस्तो मेरो आराम भयो Triple kill. हेर्नुहोस् डबल एडब्ल्युएम लिएर प्रो बनिरहेको होइन त्यसको प्रोगिरी त एकचोटिकैमा निस्क्यो नि र म एडब्ल्युएम चाहिँ लिँदिनँ किनभने मलाई चलाउनै आउँदैन उसलाई दिने हो दिन्छु बरु भने दिन्न भने अब दिएँ के गर्नु त नि Resources here. छोडिदिउँ Need सबै कुरा equipment. आफूसँग Need छँदैछ equipment. हुनहरूसँग रहन्छ दिउँ न के छ र Thanks. यो अर्कोले डबल एडब्ल्युएम पायो है गाइस यसले पनि मैले यसलाई दिएँ यसमा त के पैसै छैन जस्तो गर्छ त यार ताकि मेरै तल त छ त विवेक भन्नेसँग खेले त गल्ती गरेछु क्या हो यार अहिले के सोचिरहनु भएको छ गाइस मैले माथिबाट हाल्नुपर्ने हुँदैन न I placed the super bonfire. I placed the super रसायनिक bonfire. तेलेर माथिबाट हानेर हुन्छ त एउटा खानु जाम जस्तो लागेको छ मलाई चाहिँ राइडनवालालाई म यस्तो मारिदिन्छु कसम First blood. दुईजना बाँकी रहेछ तीनजना बाँकी छ हामी अझै गएँ रसानमा अब अरे मारिन्छ बाँच्छ है एउटा बट्टी हो Double त्यसलाई kill. पनि मार्दियो यार यो प्रो मान्छेले र यो गेम चाहिँ बोया भएको छ निकै खुसी लाग्यो र म पुगेको छु एमबिबी चाहिँ हुन सकेन त्यही पनि केही भएन र म पुगेको छु स्टार 9 छिटै इलाइट हिरोइक पुग्ने चाहना छ सबैलाई लाइक दिउँ खतरनाक खेले सबैजनाले रिक्वेस्ट पनि पठाइदिन्छु छोडिदिनुहोस् गाइज सबैजना यहाँनिर प्रो मान्छेहरू रहेछन् सबैजना मेरो टिममा सबैसँग खेल्यो भने म अझै इलाइट हिरोइक पुग्न सजिलो हुन्छ इलाइट हिरोइक मात्रै होइन मास्टर पनि र गाइज अब चाहिँ म भन्दैछु थ्याङ्क यू यिनीहरूलाई पनि यिनीहरूले गर्दा म जितेँ र गाइज हेर्नुहोस् यहाँ एक्सचेन्ज स्टोरमा के लिउँ भनेर म सबै लिने फेरि बोलायो गाइज जानै पर्ने भयो साथीले एकजना साथीले पर्खा झन् कसलाई बोलायो फेरि यार ल कसलाई बोलाए र अर्को म्याच म खेल्दै गर्छु यो भिडियो चाहिँ एन्ड गर्छु है त ल गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई